दाङका वनहरूमा प्रशस्त रूपमा पाइने मिठो फल चिउरी जेठ असारमा पाक्ने गर्दछ र त्यही सङ्कलन गरिएको बिजुला कोही यसरी ढिकीमा कुट्दै हुनुहुन्छ भने कोही चाल्दै हुनुहुन्छ। यो तिहार नजिकिएसँगै तिहारमा रोटी पकाउनका लागि र घरमा अन्य प्रयोजनका लागि तेलका रूपमा प्रयोग गर्नका लागि यसको तेल निकाल्ने प्रक्रिया सुरु भएको छ। घोराई उपमहानगरपालिका वडा नम्बर 18 को घोडदौरामा हो। यो सङ्कलन गरिएको बिजुलालाई यसरी कुटेर मसिनो पारिसके पछाडि आगोमा यसरी उसिनिन्छ र पकाइसके पछाडि यसको तेल निकाल्ने प्रक्रिया कोलमा हालेर सुरु हुन्छ। परम्परागत रूपमा काठबाट बनाइएको यो चिउरीको बिजुला पेल्ने कोल हो र यहाँ कुटेर मसिनो पारिसके पछाडि त्यो यसलाई पकाउने र पकाइसकेको धुलोलाई यहाँ हालेर काठकै सहायताले काठकै भाँडोमा हालेर यसरी तेल निकाल्न थालिएको छ। यसरी घिउ निकाल्ने प्रक्रिया तेल निकाल्ने प्रक्रिया सुरु भएको छ। यहाँ